हेलो साथीहरू, आज हामी ग्रीष्ममा नेपालीले कति कमाउन सक्छन्, तलब, खर्च, महँगी, बचत र वास्तविक जीवनको सम्पूर्ण जानकारी यस भिडियोमा दिने कोसिस गर्नेछौँ। त्यसैले भिडियोमा अन्तिमसम्म रहनुहोलाई त। यदि तपाईँ पनि ग्रीष्ममा काम गर्न जाने सोचमा हुनुहुन्छ वा अहिले ग्रीष्ममा रहेका नेपालीहरूको कमाई, खर्च, जीवनशैली र बचतको वास्तविक अवस्था जान्न चाहनुहुन्छ भने यो जानकारी तपाईँका लागि उपयोगी हुन सक्छ। पछिल्ला केही वर्षमा ग्रीष्ममा नेपाली कामदारहरूको सङ्ख्या बिस्तारै बढिरहेको छ। विशेष गरी कृषि, होटेल, रेस्टुरेन्ट, हाउसकिपिङ, फुड प्रोसेसिङ, गोदाम, निर्माण तथा केही उद्योग क्षेत्रमा नेपालीहरू काम गरिरहेका छन्। ग्रिस युरोपियन युनियनको सदस्य राष्ट्र भएकोले यहाँको श्रम कानुन, न्यूनतम तलब, सामाजिक सुरक्षा र कामदारका अधिकार निश्चित नियमअनुसार सञ्चालन हुन्छन्। तर कमाइ कति हुन्छ भन्ने कुरा तपाईँले काम गर्ने काम, अनुभव, कम्पनी, सहर, ओभरटाइम तथा आवासको व्यवस्थामा निर्भर हुन्छ। कमाइको कुरा गर्नुपर्दा ग्रीष्ममा अधिकांश नेपालीहरूले मासिक कर कटेपछि करिब 900 देखि 1400 युरोसम्म कमाउने गरेको पाइन्छ। यदि होटेल, रेस्टुरेन्ट, निर्माण वा कृषि क्षेत्रमा धेरै ओभरटाइम गर्न पाइयो भने मासिक आम्दानी 1500 देखि 1800 युरो वा केही अवस्थामा त्योभन्दा बढी पनि पुग्न सक्छ। केही दक्ष कामदार जस्तै सेफ, मेकानिक, इलेक्ट्रिसियन वा विशेष सिप भएका व्यक्तिहरूले अझ राम्रो तलब पाउन सक्छन्। तर नयाँ पुगेका व्यक्तिले सुरुवाती चरणमा सामान्यतया 900 देखि 1200 युरोको बिचमा कमाइ सुरु गर्ने सम्भावना बढी हुन्छ। अब खर्चको कुरा गरौँ। ग्रीष्ममा बस्ने खर्च तपाईँ कुन सहरमा बस्नुहुन्छ भन्ने कुराले धेरै फरक पार्छ। राजधानी एथेन्स र पर्यटकीय टापुहरूमा खर्च अपेक्षाकृत महँगो हुन्छ भने साना सहर वा ग्रामीण क्षेत्रमा खर्च केही कम हुन सक्छ। यदि कम्पनीले बस्ने ठाउँ उपलब्ध गराएको छ भने तपाईँको मासिक खर्च उल्लेखनीय रूपमा घट्न सक्छ। तर आफै कोठा भाडामा लिनु परेमा एउटा साझा कोठाको भाडा सामान्यतया 250 देखि 450 युरो पर्न सक्छ। यदि एक्लै स्टुडियो अपार्टमेन्ट लिनुभयो भने 450 देखि 800 युरो वा सहर अनुसार अझ बढी पनि हुन सक्छ। खानपिनको खर्च पनि जीवनशैलीमा नै भर पर्छ। यदि घरमै खाना पकाएर खानुभयो भने मासिक 150 देखि 250 युरो वरिपरि खर्च हुन सक्छ। तर प्राय बाहिरको खाना खाने बानी भएमा खर्च धेरै बढ्न सक्छ। सार्वजनिक यातायात प्रयोग गर्नेहरूका लागि मासिक 30 देखि 50 युरो जति लाग्न सक्छ। मोबाइल र इन्टरनेटका लागि करिब 20 देखि 40 युरो खर्च हुन सक्छ। व्यक्तिगत सामान, कपडा, स्वास्थ्य, मनोरञ्जन तथा अन्य दैनिक आवश्यकताहरू जोड्दा थप 50 देखि 150 युरो खर्च हुन सक्छ। यसरी कम्पनीले बस्ने व्यवस्था नगरेको अवस्थामा धेरै नेपालीको मासिक कुल खर्च लगभग 500 देखि 900 युरोसम्म पुग्न सक्छ। तर प्रायःजसो युरोपमा बस्नेको व्यवस्था कम्पनीहरूले उपलब्ध गराउने भएकोले गर्दा प्राय खर्च हुने भनेको खानाको मात्र हुने गर्दछ। त्यसैले गर्दा 100 देखि 150 युरोसम्म तपाईँको मन्थली खाना खर्चमा तपाईँ आफै बनाएर खानुहुन्छ भने त्यति खाना खर्चमा लाग्न सक्छ है। यदि कम्पनीले आवास र केही अवस्थामा खाना पनि उपलब्ध गराउँछ भने अवस्था निकै फरक हुन्छ। त्यस्तो अवस्थामा मासिक व्यक्तिगत खर्च 100 देखि 200 युरो भित्र सीमित हुन सक्छ। त्यसैले धेरै नेपालीले प्रत्येक महिना 500 देखि 1000 युरोसम्म बचत गर्न सक्ने सम्भावना रहन्छ। तर यो सबैका लागि समान हुँदैन। कसैले परिवारलाई धेरै पैसा पठाउँछन्, कसैले ऋण तिर्नुपर्छ, कसैको खर्च बढी हुन्छ। त्यसैले बचत व्यक्ति अनुसार फरक हुन्छ। महँगीको कुरा गर्दा ग्रिस पश्चिम युरोपका धेरै देशहरू जस्तै जर्मनी, नेदरल्यान्ड वा आयरल्यान्डभन्दा सामान्यतया केही सस्तो मानिन्छ। तर पछिल्ला वर्षहरूमा खाद्यान्न, बिजुली, ग्यास, घर भाडा र दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि भएको छ। विशेष गरी राजधानी एथेन्स र पर्यटक धेरै आउने क्षेत्रहरूमा घर भाडा उल्लेखनीय रूपमा बढेको छ। त्यसैले पहिलेभन्दा अहिले बस्ने खर्च धेरै महँगो भएको धेरै कामदारहरूले अनुभव गरेका छन्। कामको वातावरण क्षेत्रअनुसार फरक हुन्छ। कृषि क्षेत्रमा काम गर्नेहरूले लामो समय घाममा काम गर्नुपर्ने हुन सक्छ। होटल र रेस्टुरेन्ट क्षेत्रमा गर्मीयाममा धेरै व्यस्तता हुन्छ र ओभरटाइम पनि बढी हुन सक्छ।
निर्माण क्षेत्रमा काम शारीरिक रूपमा कठिन हुन सक्छ, तर अनुभव र सिप भएमा राम्रो आम्दानी पनि सम्भव हुन्छ। अधिकांश कम्पनीहरूले कानुनी रूपमा कामदारलाई सामाजिक सुरक्षा, स्वास्थ्य बिमा र बिदा सम्बन्धी सुविधा दिनुपर्ने हुन्छ। त्यसैले वैधानिक रूपमा काम गर्नु सधैँ सुरक्षित हुन्छ। ग्रिसमा भाषा पनि एउटा महत्त्वपूर्ण विषय हो। धेरै कम्पनीमा आधारभूत अङ्ग्रेजीले काम चल्न सक्छ, तर ग्रिक भाषा सिकेपछि राम्रो अवसर, राम्रो तलब र स्थानीय समाजमा घुलमिल हुन धेरै सजिलो हुन्छ। ग्राहकसँग प्रत्यक्ष काम गर्ने होटल, रेस्टुरेन्ट वा सेवा क्षेत्रमा ग्रिक भाषा जान्ने कर्मचारीलाई प्राथमिकता दिइने सम्भावना बढी हुन्छ। त्यसैले ग्रिस जान अघि वा पुगेपछि कम्तीमा दैनिक प्रयोग हुने ग्रिक भाषा सिक्ने प्रयास गर्नु राम्रो हुन्छ। यदि तपाईँ परिवारसहित बस्ने योजना बनाइरहनु भएको छ भने खर्च स्वाभाविक रूपमा बढ्छ। बच्चाको शिक्षा, ठुलो घर, स्वास्थ्य, यातायात तथा अन्य पारिवारिक आवश्यकताले मासिक बजेट बढाउँछ। तर अविवाहित व्यक्ति वा साथीहरूसँग कोठा सेयर गरेर बस्नेहरूले तुलनात्मक रूपमा धेरै बचत गर्न सक्छन्। ग्रिस जान चाहने नेपालीहरूले अर्को महत्त्वपूर्ण कुरा पनि बुझ्नुपर्छ। विदेश जाने निर्णय गर्दा केवल तलबको अङ्क हेरेर मात्र निर्णय गर्नु उचित हुँदैन। कम्पनीले बस्ने व्यवस्था दिन्छ कि दिँदैन, खाना उपलब्ध हुन्छ कि हुँदैन, ओभरटाइम कति पाइन्छ, रोजगार सम्झौता स्पष्ट छ कि छैन, स्वास्थ्य बिमा छ कि छैन र कामको वातावरण कस्तो छ भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। यी सबै पक्ष राम्रो भएमा कम तलबमा पनि राम्रो बचत गर्न सकिन्छ भने सुविधा नभए धेरै तलब भएर पनि बचत कम हुन सक्छ। यदि सामान्य हिसाबले हेर्ने हो भने ग्रिसमा नेपाली कामदारले मासिक 900 देखि 1400 युरोसम्म कमाउने। कुल खर्च यदि कम्पनीले खाना बस्नको व्यवस्था गरेको छैन भने 400 देखि 800 युरोसम्म खर्च हुने र यदि कम्पनीले खाना बस्नको व्यवस्था गरेको छ भने 100 देखि 200 युरोसम्म खर्च हुने र सुविधा तथा ओभरटाइमको आधारमा 500 देखि 1000 युरोसम्म बचत गर्न सक्ने सम्भावना देखिन्छ। अनुभवी तथा सिप भएका कामदारले यसभन्दा बढी कमाउन पनि सक्छन्। ग्रिसमा जीवनस्तर मध्यम मानिन्छ। मौसम राम्रो छ, समुद्री किनार, ऐतिहासिक स्थान र प्राकृतिक सौन्दर्यले जीवनलाई रमाइलो बनाउँछ। तर सफल हुन मेहनत, अनुशासन, कानुनी रूपमा काम गर्ने बानी र खर्चको सही व्यवस्थापन अत्यन्त आवश्यक हुन्छ। यदि तपाईँ ग्रिस जान चाहनुहुन्छ भने एजेन्ट वा कम्पनी मार्फत जाने बेला रोजगार सम्झौता, तलब, काम गर्ने घन्टा, ओभरटाइम, बस्ने व्यवस्था, बिमा र भिसा सम्बन्धी सम्पूर्ण कागजात राम्ररी बुझेर मात्र निर्णय गर्नुहोस्। सही जानकारीका आधारमा विदेश जाने निर्णय गर्नुभयो भने ग्रिस नेपालीहरूका लागि राम्रो रोजगारी र बचत गर्ने अवसर बन्न सक्छ।